छानेर हाले आनन्द भयो नि त मुख मेरो रस चाटेर चुलै ल्याउन बाबा यता हेरेर यता हेरेर यता हेरेर नाच है क्यामेरामा हो Bye.
रुनु भयो आमा भोरी आँसु छ त अरे अभी अभी प्यारा सा चेहरा दिखा है भोलि त मनसा बिहा गरेर जान्छे हामीलाई सम्झिन्छ कि नै होला के सम्झिनु बिनाजु पाइस गहरा समंदर दिल डूबा जिसमें घायल हुआ मैं उस पल से इसमें केटीले मात्रै लाउने हो नि त त्यो मेहन्दी त नैना दा क्या कसूर बेकसूर बेकसूर नैना दा क्या कसूर बेकसूर बेकसूर नैना दा क्या कसूर बेकसूर बेकसूर ऐ दिल तू बता मनिषाको जो बोयफ्रेन्ड हुन्थ्यो भने अब मनसाको हस्बेन्ड हुने हुनुहुन्छ दिल को हजारों बांधे थे धागे पर पाजी निकला ये हमसे आगे डेकोरेसन राम्रो हो कि लाइट राम्रो हो कि के राम्रो हो दिदी के मेकअप लाउनु भयो क्या आज त अस्ति त अलि हार्कै देखिँदैन त इत पल ये दौड़े उत पल ये भागे होनी हो जाए तब नैना जागे हुआ ये है समझो दिल दिल के मिलते सांचे और खांचे जो है बनाता ऊपर से जाके नैना दा क्या कसूर मेहन्दी हालेर ल्याउनु
आमाले गीत बुझ्नु भएको त गीत बुझ्नु भएको नेपाली भन्नु न नेपाली हामीलाई नेपाली चाहियो भनेर आज मिला है हमको तेरी कसले हो गीत चेन्ज गरेको मैं डालू डालू के ढंग डालो तू भी गिद्दा पाले चले रंग जमा दे हमके बने सभी मत वाले चली रे मैं तो अपने साजन के द्वार चली रे चली रे तो अपने साजन के द्वार चली रे कोई रोक सके कोई रोक दे मैं आज तेरी झूम 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 पालकी में होके सवार चली रे तो अपने साजन के द्वार चली रे तुझे ले जाने में आई संग बदलती लाई तैयार हो तुम सजना मेरी पालकी है Highlights Nepal, complete digital entertainment house.
फोकस गर्दिन सेन्टरमा फोकस गर्दिन
तरकारी कल्ले खाने हो साली तिम्रो जवाना कल्ले लाने हो तिम्रो हातको तिम तरकारी कल्ले खाने हो दुईजना कम्पिटिसन कसले होली अन्त होली दिल है छोटा सा छोटी सी आशा मस्ती भरे मन की भोली सी आशा चांद तारों को छूने की आशा आसमानों में उड़ने की आशा दिल है छोटा सा छोटी सी आशा मस्ती भरे मन की भोली सी आशा चांद तारों को छूने की आशा आसमानों में उड़ने की आशा दिल है छोटा सा छोटी सी आशा मस्ती भरी मन की भोली सी आशा महक जाऊं आज तो ऐसे फूल बगिया में महके है जैसे बादलों की मैं ओढ़ो चुनरिया झूम जाऊं मैं बन के बावरिया अपनी चोटी में बांध लूं दुनिया दिल है छोटा सा छोटी सी आशा मस्ती भर मन की भोली सी आशा चांद तारों को छूने की आशा आसमानों में जैसी तेरी ही थी मुझे तलाश तू मिला तो ऐसा लगा जैसी बन गई संग हुई कोई बात जो तू चला साथ मेरे सफर हुआ आसान जो तू चला साथ मेरे सफर हुआ आसान संग तेरी चलूं तो मुड़ जाऊं तेरी राह से कभी बाहर न जाऊं
इश्क तेरा तू ही मेरे हो जीने की वजह जो तू चला साथ मेरे सफर हुआ आसान जो तू चला साथ मेरे सफर हुआ आसान संग तेरे चलूं तो मुड़े जाऊं तेरे दायरे से कभी बाहर ना जाऊं संग तेरे चलूं तो मुड़े जाऊं तेरे दायरे से कभी बाहर ना जाऊं
सुरता हो कि माया हो ज्यान जुरो जुरो भो सन्काइदेऊ कि बोलिदेऊ भन्देऊ के कुरो हो जुना हो कि घाम हो दिन रातै सताउने मनले हो कि ओठले हो तिम्रै नाम रटाउने कपालैको लाउनु पर्दा हातले छोप्नु साटो हातले छोप्नु साटो निरीमै हातले छोप्नु साटो शिरमा लाउनु छड्के टोपी बोल बोलेको साटो बोल बोलेको साटो निरीमै बोल बोलेको साटो सुनाइदिउँ कि लेखिदिउँ नाम तिम्रो बाँसै कोरेर चढाउँला देउरालीमै फुलपाती सोरेर हाँसो हो कि बोली हो झन् नजिक नजिक सराउने आँखैले कि मुटुले आचाकली मन पराउने यादै आए पुग्ने पो रहेछ भोक निन्द्राको साटो भोक निन्द्राको साटो निरीमै भोक निन्द्राको साटो तिम्रै माया चलि नै रहने ढुकढुकी छ
मलचरीका बथन हजुर बासै सारीका आँसुसँगै दुःख झरे खुसी भरिला रितो छाती हेरिरह्यो मुटु दे पठाई आफ्नै हातले सिरा फुला डाँडै कटाई डाँडै कटाई डाँडै कटाई साटी जाऊ भो कस्तुरी माया यसै छुट्नु साटो यसै छुट्नु साटो निरीमाई यसै छुट्नु साटो लाग्यो भने बाडुल्की मलाई आउला यही बाटो आउला यही बाटो निरीमाई आउला यही चलिरह्यो सासै हजुर त्यही छातीमा बासै भो घुमिरह्यो घडी पला पलाइरह्यो आसै यो उडी आयो बादलु त पर्सिएर पानी फर्की आयो परान हजुर बाँच्यो जिन्दगानी तिमी आउनु त्यही बाटोरीमै अरू आउनु साटो बोकी आउनु एक मुठी माया हृदय आउनु साटो इन्द्रेणी रङको छ तिम्रो निर्मल संसार कमलको फुल झै तिम्रो कमलो मुहार सानो सानो पाइला हिँडे ठुला ठुला आशा बोकेर जगतलाई उज्यालो पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा मेरो खुसी आनी गाँसेछ
भइहाल्यो पैसा भोलि पैसा तिर्न पर्दैन है चोटा
ए तेरी पैसा तीनचोटि हो केही भएन हैन मिलाएर हो यो क्वालिटी के आएर ओम मधु ले नि मसाला खाम त ले एउटा कमजोरी भयो यसै भयो भुसवाहा इदं माग्नेनामा उतक्षिरकान फेरि ओम भुवा दिन दिशासे उखासो पिशो लक्षण वर्ण प्रदान बेहेमडाको सुलभन यदि स्वाहा इदं माग्ने वर्ण आप्यान ओम आयसा कृत स्वागदेव ऋषि त्रिशुवन ओम जेते शतमर्णजे शरणजय पास वितता माता महान्ता देवी अध्यक्ष समिति विष्णु विष्णु मन्त्र मन्त्र सुरका स्वाहा इदं वर्ण मुझे भारतवर्ष भक्तमना वर्तन्तर दो पूर्वोदय नेपाल देश पश्चिम दिग्भागे दाउदपुर मण्डली घण्टकी प्रदेश नगरपालिका वडा नम्बर 10 यहाँ पाउँछ हरियो का सत्ता विष्णु प्रत्येक समय अङ्कल तपाईले त्यो 24 भोलि बिहान अब सालीहरूले यही खाना खाएर पठाउँछु भनेर आशंका रहेछन् होइन पैसा दिएर अझ तताएर नि खुवाउन सक्नु भएन के भयो खाना चिसै खाएको यहाँ ठ्याङ पोगेको ढुङ्गा जस्तो आउँछ अहिले रोस्टेड ढुङ्गा जस्तो भइसक्यो होइन आउनु न मेरो नि 30 प्लेटसम्म म आफूले खुवाउँछु हजुरहरूलाई त पकाइ खुवाउँछु मजाले भेटेर चाहिँ मेरो घर नि खुवाउँछु घर त्यसै खुवाउँछु घर त जाम्नु रोस्ट के जस्तो भएछ दाइ ढुङ्गा जस्तो भयो नि अघि रोस्ट अर्को रोस्ट होइन ढुङ्गै आएको कि तिमीले ढुङ्गा खानु भयो चाहनुहुन्छ त नि यहाँ रोस्टा ढुङ्गा जस्तो भनिरहेछ हेर सालीहरूको डिमान्ड चाहिँ के हो ए एक लाख होइन सुरुमा 1 दिन भन्नुभयो उहाँले 100 भन्नुभयो होला अनि मैले 1000 सम्म सोचेकै हेर्नु अनि मैले 1000 सम्म सोचेकै हो कि मैले दिन्छु पनि भने के त्यसपछि अहिले मान्नु नदिए भयो नि यसको फैसला भयो त्यस्तो त हुँदैन हजुर पाँचवटा चारवटा अन्तको भयो एउटा किलोको भ्यालु हुन्न दुईटा हटाउन छ त्यसमा तिनटै थप्दिउँ एउटा नानी सबै फेरि चाहियो हामीले मैले त भन्छु तयार हुन्छ हामी तिनटै त्यसमा म तयार एउटा साली फेरि यता खाली हुन्छ हाम्रो त है सबै खाली पनि भन न अरू थप्दियो अरू थप्दियो ल अझै एउटा जुत्ता लगाएर लुका दुई चोट लुका हो कि फेरि लुकाउँछ कसो हजुरहरू मन्जुर सेवा आइडी के थाहा नपरे गलत दिएको कि कुनै के थियो मिस कल हाने त हेर्नु त छैन आगे छैन रङ नम्बर कहाँ छ ला त रङ नम्बर दिएछ नि त नि मेरो मोबाइल हो मेरोमा बच्चा के तपाईको बिग्रियो होला कि धेरै कुरा गर्न परेन एउटा सँगै दिनुहुन्छ भने 1 लाख रुपियाँ दिया एक बिचै दिया म त 20 थपिदिन्छु भनेको होइन भने दुईटा जिरो हटाएर घर कुरा एकदम गरेर ल सक्ति हुन्छ मैले त टिन्टे लैजान्छु भनेको मैले टिन्टे लैजान्छु भनेको एउटाले एउटै जाने कहाँ टिन्टेले जाने होइन हामी त्यसमा हजुरबाले नि गरे हामी जाने हो नि ए दाइ किन्ती दिदी बहिनीले हामी 3 भाइ मिलाएर राख्छौँ भन्नु न राख्छौँ पाण्डवले पनि गरेका हुन् नातिमा गयो भनौँ न अर्की पाण्डवले पनि गरेका हुन् हजुरबाहरूले पनि गरेका हुन् यहाँ त 3टा हुनु रहेछ हाम्रो हजुरबाले त 4वटा गर्नुभएको थियो हुँदैन चित्त बुझ्दैन बुझ्दैन मैले बुझाउँछु एउटीमै डराउँछ भने अझ कति डराउँला नडरा है 3टा मात्र भनेको तिमीलाई होइन भाइ आउँछ फेरि पुरा गरेको प्याक भइसक्यो अरे प्याक भइसक्यो ए प्याक को प्याक गरे
डाउन उता कुरा नमिलेर आएको हो कि त हामीले दिने अरे चिन्टी सबै जाने रोज्न त कहाँ पाइन्छ उनीहरूले रोज्ने हामीले चित्तै बुझ्दैन भनिरहेछौँ आउने चित्त बुझेन आन्टीले भनेर हुन्छ फेरि मैले हामीले गर्ने होला नि हामीलाई चित्त बुझ्दैन तपाईँको के कुराले चित्त बुझ्छ त्यो भन्नु हामी बुझाइदिइहाल्छौँ भर्खर हजुर के कुराले चित्त कफी खान जाम भनेकै हो असर राखेको हजुर यहाँ धेरै बेर लाग्यो दिनमा अब फेरि आउँछ टाढा रहन्छ आउन त टाढा धेरै टाढा हुन्छ केटाहरूलाई भर्खरै बोलाउँछु भोलि बिहान लगन पनि छ भोलि बार्गेनिङ भन्दा नि आज नास्ता चोर्ना जस्तो भयो त बार्गेनिङ चाहिँ हान्नु न हौ ठैट सालले फकाएर जानु जुत्ता लिएर जान्छ फकाउन सकिँदैन किन भन्दाखेरि बुढा सल्ली हुन्छन् है त्यो बिहा नभएको सालीलाई त फकाइसकेको 50 मा झारी लागेको बिहा भएको बोल्ने जो होइन मैले कुरा त भयो तिनटाले लैजान्छ सुन तिमीले फेरि उता गएर त ढोका छेक्छन् नि त्यतिखेर फेरि डबल दिने नि थाहा छ कि छैन तिमीलाई जो भार पर्छ उता गएर तिमीलाई जो भार पर्छ जुत्ता लाउन ल्याएको बार्गेनिङ होइन जुत्ता लाउने अनि दिने हो गर्नै पर्ने थियो बुझाइदिएको 22, 23, 24, 25 भन्नेभन्दा बढी छ कि छैन ल भन भन्नेभन्दा बढी छ नि 1 रुपैयाँ पछि पछाडिबाट यसो हटेर फेरि महँगो हो अब यो बहुत महँगो यहाँ मलाई हम्की देऊ के गर्नु हो त्यति मात्रै हो ओके त्यहाँबाट गर्नु हम्की देवाली
केटो हुम्बाग्लुङ धम्जाको बेगर भनी सबैले सम्झाको मकुर मकुर हो देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर हुम्बाग्लुङ धम्जाको बेगर भनी सबैले सम्झाको मकुर मकुर घुर देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर यसपालि त मेरो नि बिहे गर्ने सुर पिपालुलाई खाँचो भो बराबर छोड्नै पर्छ माइतीको घरमा मकुर मकुर हो देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर खाँचो भो बराबर छोड्नै पर्छ माइतीको घरमा मकुर मकुर घुर देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर यसपालि त मेरो नि बिहे गर्ने सुर अहिलेसम्म एकलै बाँचियो साथी भाइको जन्ती भई नाचियो मकुर मकुर घुर देवी थानका परिवार मकुर मकुर घुर यसपालि त मेरो नि बिहे गर्ने सुर एकलै बाँचियो साथी भाइको जन्ती भई
कस्तो हुने हो सानैबाट हुर्काइयो पढाइयो अब आएर अन्तिममा बिदाई गर्नु पनि बेला आयो नराम्रो फिल त भइरहेको छ अब नयाँ जीवनको लागि धेरै धेरै शुभकामना साथै अब मैले दिन यहाँ घरबाट मैले दिन नसके खुसी पनि उसलाई उताबाट मिलोस् दाम्पत्य जीवन सुखमय बितोस् सधैँ अब खुसी साथ रहन् यही नै मेरो शुभकामना छ मेरो छोरी जसरी आजसम्म अघि बढेर फलोस् फुलोस् राम्रो हुँदै गएको छ भोलिका दिनमा पनि मेरो छोरी ज्वाइँको अझ राम्रो भएको देख्न पाइयोस् यही छ मेरो छोरी ज्वाइँलाई शुभकामना